अब बनाउँछौँ हामी खसीको मिट आइसकेको छ। अब बनाउँछु यसलाई। अब भरे हाम्रो घरमा बर्थडे छ, सानो फुच्चे भाइको बर्थडे छ। त्यो बर्थडेमा अब 8 केजी मासु आइसकेको छ खसीको। ठिकै दिएको छ 8 किलो मासु अब यहाँ मासुको लागि प्याज स्याज काटिँदैछ। लगभग 8 केजी प्याज ल्याएको छु हामीहरूले। अब यो काटेर अनि मासुमा हाल्नुपर्छ, सुरुमै हाल्नुपर्छ, त्यही भएर प्याज अब काटिँदैछ। Anh जाऊ न हौ। यहाँ चाहिँ यो अचारको लागि भाउजू र दिदीले बनाउँदै हुनुहुन्छ। यो आलु, काँक्रा, गाजर, प्याज सबैको मिक्स अचार हो यो चाहिँ एकदमै मिठो हुन्छ। पहिला पनि भाउजूले बनाउनु भएको थियो। अनि यहाँ छोटु सरले राइस भिल्लाको बासमती चामल ल्याउनु भएको छ पुलाउ सुलाउको लागि। कति केजी हो यो? खसीको मासु पकाउँदै हुनुहुन्छ हाम्रो यो नयाँ अङ्कल आउनु भएको छ खसी मासु पकाउनको लागि। स्पेसल हामीले ल्याएको छौँ उहाँलाई। आज अलिक फरक टेस्टमा बनाउनुहुन्छ उहाँले। सो यो खसी मासु हेर्दै हुनुहुन्छ। हैन कति बेला लाग्छ हौ? खोइ त पाकिसक्न आँट्यो त। अनि खसीको मासु टमाटर समाटर सब हालिदिनु भयो। अनि यहाँ छ बर्थडे बोय। ह्याप्पी बर्थडे टु यु। र फेरि म आइसकेको छु। यहाँ धनिया पाउडर हाल्दै हुनुहुन्छ अङ्कलले। अब यो आलु, काँक्रा, गाजरहरूको अचारमा मसला ससला सबै हालिसकेको छौँ र अब यो अचार बन्छ। सबै हाल्दिनु? ए ल। मासु लगभग पाकिसक्यो। अब टेस्ट गर्नलाई अङ्कलले निकाल्दै हुनुहुन्छ। अब एकजना कोही टेस्ट गरिदिनु होला। अब पाकिसकेको छ, पुलाउ पनि पाकिसकेको छ। अब म देखाउँछु तपाईहरुलाई।
पुग्छ नि यति ल्याइले ए राम राम 4 जनालाई कहाँ धेरै हुन्छ नि चलाउँछ होला भाइले खाने पनि सकिरहेछ क्या अस्ति यहाँ चाहिँ बर्थडे बोयको बर्थडे ममको मेकअप हुँदैछ अनि एकजना स्पेसल ब्युटी पार्लरबाट म्याम आउनुभएको छ उहाँले मेकअप गरिदिँदै हुनुहुन्छ तैँले कस्तो लाग्दैछ पापड खानलाई एकदम मजा आइरहेछ धेरै ठुलो पापड लिनु भएको छ त होइन अब यत्रै सबैलाई यतै ठुलै ठुलै थियो अनि म पनि एउटा झिकिहालेँ क्या ए म भातहरूसँग पापड मन पर्दैन त्यही भएर म पहिल्यै खाइहाल्छु क्या ए ल ठिक छ पापड एकचोटि देखाइदिनु त ओ माय गॉड के हो यो हम बना रहे हैं आज रोस्ट चिकन रोस्ट ये है हमारा 8 केजी चिकन और ये बन रहा है हमारा 8 केजी का चिकन रोस्ट Birthday to you. Happy birthday to you. लाइट छ त यो पंखा चलाउनु सक्यो यो पनि चल्छ त मै छ यही छ लगाइदेऊ नि चस्मा लगाइदेऊ नि लु अब कार्यक्रम गरौँ टिका लानु होला नि त सक्यो बर्थडे ए माने दक्षिणामा कति दियो अभिनव देखाऊ त फर्स्ट बर्थडेको यता देखाउने अभिनव यता हेर अभिनव चस्मा चाहिँ फुटाइन्छ चस्मा यहाँ टाउकोमा लगाइदिनु न अनि हात आयो नि त अब त लानु न
एकछिन छ भने कति हेभी बर्थडेको दिनु पर्यो लगाइदियो है लगाइदियो टिका लगाइदिनु मान्दैन पैसा मात्रै दिन्छ भन्दै टिका लाउनु पर्छ लौ बसा हेरी पनि त त्यहाँ बसा भनेको त्यहाँ काकासँग हतै बस भाउजू फोटो खिच्दा बस हेरी छेउमा यतापट्टि हेरे त फेरि हजारबाट होइन छोरा चाहिँ बिजोरो खेलेर कति ठाउँ डुलेर आइसक्यो यहाँ के गर्नु जे सिक्नु जेठो छोरो मान्छे राम्रो हुन्छ बाबा आगो पैसा बाबाले दिन्छ उसले चेष्टा गरिदिनु हालेछ बाबुले टाढा भयो भाइ यता फर्का न यता एरिकमा एकचोटि हाँस्दै तिमी हाँस त लु मुख खोलेर हाँस न लियो छिटो आउने यहाँ भाइले कहिले आउने यता अलि यता सर उता के छ बच्चा ग्याङ यता यता लु यसो राजा जान्छ गिलास ल्याउँछ पानी ल एउटा अर्को गिलासमा पानी एउटा राखिदिनु भयो ल ले लिए त अब बर्थडे त अनि आज बर्थडे बबाल छ यो भन्दा हुने ठाउँ छैन खतरा नहोस् है केही भन्दैन के दुख्यो त्यस्तो लिएर आउनु पर्यो नि तपाईँलाई ल यता भनिदिनु केही थप्दिनु है छोटु ल्याउ ल्याउ हजुर